त्यस्तो झ्याम्ली भरजेको हाम्रो बाटो कि राम्रै देखिँदैन मजाले। सेवा अनि नमस्ते सम्पूर्णमा वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। म हो तपाईँहरूकै आफ्नै प्यारी गोरी। आज पनि सदा झै नयाँ दिन अनि नयाँ भिडियोको साथमा हजुरहरूको समक्ष उपस्थित भइसकेको छु। साथीहरू आज चाहिँ असार 15 दही चिउरा खाने दिन अनि धान दिवस पनि हो। हजुरहरू सबैजनाले दही चिउरा खानुभयो होला भन्ने आशा गर्दछु। अनि त्यही हो साथीहरू, म चाहिँ यहाँनिर भाग लगाएर तल लग्दिन आँटेको छु। यहाँनिर रहेको सही यो चाहिँ हाम्रो खेतीको कटर, यो दही अनि यो चाहिँ दमकै चिउरा हो। अनि भोजपुरको कोला रहेको छ अनि हाम्रो चिनीको बट्टा यहाँनिर छ साथीहरू। अनि म चाहिँ भाग लगाएर फटाफट तल लगिदिन्छु किनकि नानीलाई स्कुल पुर्याउनको लागि एकदमै ढिलो हुन्छ अनि यो चस्माले पनि एकदमै गाह्रो गराएको छ साथीहरू। सो त्यही हो। अब चाहिँ म भाग लगाउँदैछु। पहिला म लगाउने छु चिउरा। थोरै थोरै चिउरा लगाउँदैछु। अनि त्यसपछि लगाउने छु चिनी। अनि त्यसपछि लगाउने छु मैले चाहिँ दही। अनि त्यसपछि लगाइदिने छु मैले कोला चाहिँ एउटा हो। अनि कटर, त्यस्तो झ्याम्ली भरजेको आज चाहिँ नानी चाहिँ यहाँनिर खेलेर आइपुगेको छ। भर्खरै मुमालाई चाहिँ दही चिउरा दिइसकिसकेँ मैले। खाऊ त चिउरा, एक बाइट कोला खाऊ। साथीहरू मैले चाहिँ मुमालाई पनि दिइसकिसकेँ अनि म पनि यहाँनिर खाँदैछु दही र चिउरा। दही चिउरा अनि कटर, चिनी पनि एड गरेको छु मैले चाहिँ। कटर चाहिँ एकदम टेस्टी छ, गुलियो नगुलियो। एकदमै मिठो छ। तपाईँहरूले पनि खानुभयो होला भनेर चाहिँ सम्झिरहेको छु साथीहरू। One more plate, please. मिठो छ। One more plate, please अरे क्या नानीले नानीलाई चाहिँ अझै अरे चिउरा चाहिँ कुरुम कुरुमवाला चिउरा हो नि त। अनि उसलाई यस्तो चिउरा चाहिँ एकदमै मनपर्छ। दही र चिउरा खान चाहिँ उसलाई एकदमै मनपर्छ है साथीहरू। म चाहिँ नानीको लागि लगाइदिन अनि दुध चिउरा पनि मनपर्छ मलाई नि। अनि उसलाई दुध चिउरा पनि मनपर्छ। आज यही खाएर ऊ स्कुल जान्छ। छेक्यो नि त क्यामेरा। लेकिन
मलाई यत्रो ड्राई दिनुहुन्छ अनि चिनी चाहिँ खोइ चिनी पनि क्यामेरा नै हल्लियो क्या साथीहरू, मैले चिनीको बट्टामा अडाएर राखेको थिएँ क्यामेरा, त्यही भएर हल्लियो। रिच दे दे चिनीको बट्टा अनि उसले चाहिँ यस्तो मजाले खान्छ। खाएर देखाइदिनुहोस् त। मजाले खान्छ क्या उसले चाहिँ, मजाले खान्छ। म चाहिँ बेलुका चाहिँ दही दिँदिनँ उसलाई, किनकि बेलुका दियो भने चाहिँ चिसो लागिहाल्छ नि त, त्यही भएर दिँदिनँ। मैले चाहिँ तरकारी पनि पकाउँदैछु, तर तरकारी डढ्छ भनेर मैले ग्यासै निभाइदिएको छु साथीहरू। अब खाना चाहिँ भरेतिर खान्छु मलाई मोमा र म। यहाँनिर कहाँ कहाँको मिक्स छ साथीहरू, दमकको चिउरा, अनि त्यसपछि दमककै दही, अनि चिनी, अनि कोला चाहिँ भोजपुरबाट दिदीले ल्याइदिनु भएको, भोजपुरको कोला, अनि त्यसपछि कटहर चाहिँ हाम्रो तल खेतीबाट ल्याइदिनु भएको, तोपगाछीबाट। अनि हामीले चाहिँ मिठो गरेर खायौँ। तपाईँहरूले चाहिँ खानुभयो कि भएन दही चिउरा? आजको दिनमा चाहिँ दही चिउरा खायो भने चाहिँ गति पाइन्छ अरे भनेर भनिन्छ साथीहरू। त्यही हो साथीहरू। अब नानीलाई पुऱ्याउन जान्छु म स्कुल पुऱ्याउन जाने बेला पनि भइसकिसकेको छ साथीहरू। अनि त्यसपछि चाहिँ भेटौँला। हस्, नानी कता छ? आमा छोरी चाहिँ अब स्कुल हिँड्यौँ है साथीहरू। ढक्क लगाएर नानीको आँखाले चाहिँ हेर्नु भएको छैन घाममा चाहिँ, अनि घरिघरि आँखा चिम्म गरिराखेको छे। सो साथीहरू, म चाहिँ नानीलाई खाजा पुऱ्याएर पनि आइसकिसकेको छु घरमा। अनि म चाहिँ किचनभित्र छिरिसकेको छु, यस्तरी राख्नेवाला छु। अनि मोमालाई अब खाजा दिनुपर्ने हुन्छ। अनि मोमा चाहिँ के गर्दै हुनुहुन्छ? बेमा हजुर, मोमा चाहिँ रिल्स हेर्नु हुँदै रहेछ। अब मोमाको लागि चाहिँ दुध तताइदिनु पर्ने हुन्छ। दुध तताइदिनु बेमा? भात लगिदिएको थिएँ तर खाएन। दुध तताइदिनु तपाईँलाई? हिजोको दहीमा मेरो दुधमा अलिकति दही लाग्दो खान्छ नि मेरो दुध। हिजोको दुधमा हुन्छ, आजको चाहिँ तताइदिन्छु ल। दुध र के खानुहुने? ल हस् हस्, दुध र भुजा खानुहुन्छ अरे। अनि म चाहिँ अब दुध तताइदिनेवाला छु। दुध चाहिँ अलिकति खरिएको चाहिँ मन पराउनुहुन्छ मोमाले। अनि त्यही हो साथीहरू। सो मैले चाहिँ मोमाको कपडा पनि धुलाइदिएको छुइनँ। बत्ती चाहिँ बाल्नुपर्ने हुन्छ, लाइट झिमिमिमिमि गर्छ क्या साथीहरू। अनि त्यही हो हाम्रो किचनको स्थिति यस्तै छ। अनि कस्तो अप्ठ्यारो भएर क्या साथीहरू, यो चस्माले गर्दाखेरि यस्तो हुन्छ घरि होइन। यसो पसिनाले होइन, यसो 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 हुन्छ क्या चस्मा। मेरो नाकमा चस्मा अडिँदैन, चस्मा लगाउने चाहिँ बानी छैन। त्यही भएको कारणले गर्दा चस्मा चाहिँ अडिँदैन साथीहरू मेरो। अनि सो अहिले चाहिँ म मोमाको लागि दुधलाई
तताइदिने वाला छु साथीहरू। तताइदिएँ अनि एउटा सिरानी र मोमाको कपडा छ त्यसलाई पखालेर सुकाइदिएर आइहाल्छु। म सिनो ग्यास बनाएको छु, त्यसलाई पखाल्न चाहिँ अलिकति टाइम पनि लाग्दैन साथीहरू। सो फर्स्टमा चाहिँ म मेरो कपडा चेन्ज गर्नेवाला छु साथीहरू। कपडा चेन्ज गरौँ। आज चाहिँ एकदम दिन चाहिँ एकदमै शीतल भइराखिरहेको छ। म तपाईँहरूलाई देखाउनेछु त। हाम्रो पूर्वपट्टि चाहिँ पुरा यस्तो भइराखिरहेको छ साथीहरू। दिन चाहिँ एकदमै शीतल छ, आकाश यस्तो छ, पानी पर्न लागिरहेको छ, त्यस्तै छ। अनि म चाहिँ अब कपडा चेन्ज गर्छु। ओके, अनि कपडा चेन्ज गरेर चाहिँ भेट्नुपर्ने हुन्छ भन्दाखेरि पनि कपडा चेन्ज गर्छु। अनि त्यसपछि मोमालाई भुजा अनि त्यसपछि दुध खाने भन्नुभयो। भुजा र दुध दिने हो। अनि म के गर्छु म तपाईँहरूलाई भिडियोमा देखाउने नै छु। ओके साथीहरू, म चाहिँ गुरुङ छेमाकोमा आएको छु। यहाँबाट देख्न सक्नुहुनेछ, यस्तो देखिन्छ है। यहाँबाट चाहिँ पुरै छेमाहरूको माथि टपमा आएको छु है म चाहिँ। छेमाले त घिरौला यसरी टिपेर राख्नुभएको छ त। अहिले पकाउनुको लागि यतापट्टि त मैले हेरेकै छुइनँ हौ। ए, म पनि चक्लेट खानु बेगम बेलिया। ओइ, म त उता त जानु सक्दिनँ त। यहाँबाट त कति राम्रो देखिँदो रहेछ हौ दमक त। यहाँ माथि चाहिँ मजाले हावा आउँदो रहेछ नि छेमा। हाम्रो छेमा चाहिँ यहाँ हुनुहुन्छ। हाई हाई भन्नु छेमा। बाई बाई पो भन्नु। चकलेट धन्यवाद छेमा। विदेशको थियो मैले खाएँ। ए नि लै यो नखाने तरकारीको लागि के लाउनु हुँदैछ छेमाले। आया हावा खाएर जानुपर्छ अब एकछिन। तल पुऱ्याउँला है भाइको। साथीहरू, हजुरहरूलाई आजको भिडियो हेरेर कस्तो लाग्यो लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। अनि मेरो भिडियो स्किप नगरिकन हेरिदिनु होला भन्न चाहन्छु साथीहरू। यसै गरी अब अर्को भिडियोमा भेट्ने बाचाका साथ सबैजना स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै ओके बाई बाई साथीहरू।